सक्ने नोफियरसँग एङ्गल हुन सक्छ बट रिस्क पनि उनीसँग उत्तिकै छ गोट थर्ड पोजिसनमा पनि खुसी हुन्छ कि जस्तो छ थर्ड सक्ने नोफियरसँग एङ्गल हुन सक्छ बट रिस्क पनि उनीसँग उत्तिकै छ गोट थर्ड पोजिसनमा पनि खुसी हुन्छ कि जस्तो छ थर्डमै खुसी हुनु पर्यो यो ब्याटल रहनेछ 3v2 R3G वर्सेस ओरो स्पोर्ट्सको बीचको स्काई क्लियर एंगल भेटेका थिए शट दिए नक भएन त्यो प्लेयर बच्न पुगे R3G का आवाज कल गर्दै गर्दै चेन्ज गरिसके स्काई मौका छ फाइनली स्काईले त्यहाँ डाउन निकाल्न भने भ्याए एलिमिनेसन पोइन्ट सेक्युर गर्नतर्फ पनि इन्स्ट्यान्टली नो फियरले भ्याउनेछन् अब त कहानी 2v2 मा आइसकेको छ के ओरो स्पोर्ट्सको लागि मौका बन्न सक्छ त देख्न सकिन्छ एमोको कमी टिमलाई गाह्रो पर्दैछ R3G वे बेटर देखिँदैछ यहाँ एमो को कुरा गरिन्छ भने युटिलिटिजको कुरा गरिन्छ भने नो फियरको पोजिसनको बारेमा रोशनलाई आइडिया छ किनकि पार्टनरले कल त त्यहाँ दिएका होलान् पिङ्क म्यानलाई डाउन निकालियो तर इन्स्ट्यान्ट ट्रेड आउनेछ अबको ब्याटल स्काई भर्सेस रोशनको बीचमा स्काईको एचपी कम छ हिल गर्नको लागि हिलिङ आइटम थियो उनीसँग हिल गर्नतर्फ उनी लाग्दैछन् ऱ्यान्डम थ्रोएबल फालिएको छ रोशनको पोजिसनको बारेमा त्यहाँ ड्रप अगाडि छ भन्ने कुराको इन्फो सायद पाइयो कि पाइएन भन्ने पनि कुरा रहन पुग्ने थियो मोलोटपको प्रहार रह्यो नेड आयो उताबाट नेडले नै काम गरिदिनेछ राम्रो प्रयास थियो र स्पोर्ट्सको टिमले जुन प्रयास गरेर देखाए यहाँ चिकन डिनरको लागि कोसिस राम्रो थियो नो फियरको एंगलले राम्रो काम गरेको पनि थियो बट उनले नक निकाल्न खोज्दाखेरि उनी पनि नक हुने क्रममा त्यहाँ रहेका डीजी का प्लेयरले कतिको इम्प्याक्ट रोल खेलिदिन्छन् भन्ने पनि कुरा रहन पुग्ने त थियो मोलोटपको ल्याइएको छ यता जिगलले स्पट गरेर भ्याए प्लेयरलाई डाउन निकालिएको छ एलिमिनेसन पोइन्ट पिक गर्न भ्याइएला नभए आफ्नो ठाउँमा छ बट चिकन डिनर अति नै प्रायोरिटी हो यो म्याचमा थाहा छ फाइनलमा छौँ हामी चिकन डिनर निकाल्नै पर्छ भन्ने कुरा मजाले बुझेको छ र स्पोर्ट्सको टिमले फाइनल हो लुज गर्ने त चान्स नै छैन भनेर सायद बुझिएको थियो कोही पार्टको प्लेयरलाई पनि स्पट गर्दै डाउन निकालिन्छ एन्ड देयर वी गो सेकेन्ड नम्बर वाला डे आउँदाखेरि अर्को गेम हामीले निकाल्नु पर्छ सेकेन्ड डेमा आइसक्दाखेरि चिकन डिनर निकाल्नु पर्छ भन्ने स्टेटमेन्ट हो र स्पोर्ट्सको टिमले दिनेछ अनि राइट टाइममा ट्रिगर पनि गरेको छ यो टिमले मजा आयो कोल्याब सर्कल तर्फ होपलेस 3 नेड 1 मोलोटप छ लेफ्टमा लेमन ट्रिक्सलाई देखिरहेको छु त्यो प्लेयरलाई स्पट गर्छन् र सायद गरे युजिनले गरे कि जस्तो लाग्यो मलाई त्यो साइडमा बडी हेरिरहेको छन् त्यो साइडमा नै उनको धेरै ध्यान रहेको थियो फुफस्यानले त्यो बिचमा नक निकाले इन्स्ट्यान्टली फिनिश पनि गरिएको छ होपलेस जो सबसे इम्पोर्टेन्ट प्लेयर हुन्थे उनलाई लेमन ट्रिक्सले देख्दो रहेछन् डाउन गरे फिनिश पनि गरिदिहाले मंगोजले पनि प्लेयर लुज गर्यो अब त कोनिना पावर त्यो ट्रेन्चमा बसेर लेफ्ट र राइट हेरेर खेल्न मिल्ने अवस्थामा छ बट यसमा घाटा यो पनि छ कि नेड आयो भने उनीहरूलाई गाह्रो पर्छ भन्न नपाउँदै नेडै आयो भन्न नपाउँदै नेडले नै पड्कायो यता अर्को प्लेयर ट्रेन्चको अपोजिट साइडमा जाँदैछन् उनले इजी पाथ खोल दिन सक्छन् बट पछाडिबाट डेजर्टको सपोर्ट फुफस्यानलाई हेल्प हुने गरी अनि त्यसपछि फुफस्यानले आफ्नो प्लेयर बचाउने तर्फ फोकस गर्न पाए मंगोजले नेट बर्साउनु पर्ने हो यो बेलामा ट्रेन्चमा नेट बर्साउनु पर्ने बट युज गरिएको छैन अनि अल्काचियाको बचेको प्लेयर उनले पेसेन्स देखाइरहेको छन् इनफ्याक्टमा फिनिस नै भइसक्यो माई ब्याड अब मंगोज भर्सेस कोनिना पावरको ब्याटल फर द चिकन डिनर जहाँ कोनिना पावरसँग युटिलिटी छैन मंगोजले युटिलिटी बर्सायो भने निस्किने बेलामा बट डिपेन्ड सर्कल कता सकिन्छ उता जम्प स्पट गर्ने प्रयास डेजर्टको रहेको थियो युगिनले थाहा पायो त्यो स्ट्याकबाट जम्प स्पट हुँदैछ भनेर मार्क गरिदिएका थियो टिमले अनि त्यही थ्रोबल लगाउन उनका पार्टनरले थाल्दैछन् 0 के उनले सरप्राइज गर्न सक्छन् त बिकज माथि युगिन उठ्ने प्रयास गरे भने उनले सरप्राइज गर्न सक्छन् अनएक्सपेक्टेड पोजिसनमै रहेका छन् मोस्टली त्यहाँ माथि चढ्दाखेरि हेस्ट्याग देखेपछि सायद पछाडिपट्टिको हेस्ट्यागमा एक्सपेक्ट गर्न सक्छन् प्लेयरलाई बट अहिलेसम्म त स्पटेड छैन नि स्मोक गन प्रयोग गर्दै अगाडि एउटा स्मोक लगाउनको लागि युगिनले ट्राई गरिरहेका थियो अब सर्कलले अगाडि धकेल्न थालेको छ डेजर्टको इम्पोर्टेन्ट रोल हुनेछ त्यहाँ राइट एङ्गलको दुईजना प्लेयर जो रहेका छन् अब्ली सँगसँगै फुफस्यान उनीहरूको एगेन्स्टमा प्रेसर बनाउने 0ले अहिलेसम्म सर्ट कमिट नगरिसक्दा पोसिबल उनको पोजिसनको बारेमा आइडिया छैन डेजर्टतर्फ जब टिम उनका अगाडिपट्टिका प्लेयरहरू डाइभर्ट हुन्छन् त्यो बेलामा मौका रहेको हुनसक्छ इनिसियल ब्याटल मिस गरेका थिए त्यहाँ युगिनलाई डाउन गरिएको थियो बट फुफस्यान आउँछन् डेजर्टलाई डाउन गर्छन् अनि अर्का पार्टनरले अर्को प्लेयरलाई निकाल्छ प्लेयर बचाउन भ्याउँछ कि आफैमा प्रश्न त्यो भ्याएन प्लेयर लुज गर्यो होपलेसले फिनिस गरिदिएछन् त्यहाँ मंगल्सको पनि प्लेयर त नक रहेका छन् बाइ द वे बाँकी सबै प्लेयरहरू बङ्करको तल हो ख्याल चाहिँ गर्नुपर्ने हुन्छ बङ्करबाट आएर कसैले नहानिदियोस् आइक्यूबाट निस्किन्छन् आइसीबाट उनले मंगोजलाई फिनिस गरिदिन्छन् सेकेन्ड डिनर अलमोस्ट ओराको झोलामा आइसकेका छ 3 जना प्लेयर बाँकी रहेको अवस्था आर्केडलाई भर्चुअस प्रोले फिनिस गरे तलपट्टि माथि रहेको प्लेयर लास्ट वान हुन् उनलाई फिनिस गरिनेछ ओरा स्पोर्ट्सको तर्फबाट अब बच्यो लास्ट ब्यान भर्चुअस प्रोको 1 and 2 दुईटैले पोइन्ट्स लिएर गए अब त बुझियो होला खाली छैन ठाउँ बच्नको लागि जो प्लेयर बचेको छ तल बचेको छ भनेर बङ्कर तल गएर अब प्लेयर हन्ट गर्न त नेक्स्ट टु इम्पोसिबल नै होला किन किल दिने बचेको भनेको भर्चुअस प्रो थाहा भयो भर्चुअस प्रोको धेरै प्लेयर बचेको छैन त्यो पनि थाहा छ तर तल पनि हिलिङ गर्न मिल्छ माथि पनि हिलिङ गर्न मिल्छ हिलिङको नाममा कुरा गर्ने भने
म हन्ट गर्न जान्छु नो फियरले सोच्यो होला नि सायद बेटर ओके अप्सन नो पनि फियर हो। तल गयो हन्ट गर्नको लागि बाँकी दुईजनाले माथि फोकस गर्दैछन् नो फियरसँग हिलिङ पनि खासै छैन सो अन्डरस्ट्यान्डेबल पनि उनीसँग एउटा मात्रै मोलोटप रहेछ फुटस्टेप पक्कै पनि सुन्यो होलान् माथिका पार्टनरलाई एटलिस्ट राहत हुनेछ कि ए पुस गर्नको लागि तल गयो प्लेयर तल रहेछ हामी माथि बुस्ट भएर सर्भाइभ गर्ने मात्रै होइन होइन यति साह्रो गल्ती चाहिँ नगर होला अब साथीसँग बिचवटा ब्यान्डेज छ ब्यान्डेज लगाउँदा लगाउँदै त सर्कल आउँछ म्यालोसँग 5 नेड पनि रहेछ बचौँ होला अहिलेको लागि थ्रोएबल स्प्याम गर्न खोजिराखिएको छ म्यालोए चाहँदैनन् यहाँ मलाई कसैले फ्लेक्सिङ गरेर फिनिस गरोस् भनेर नो फियर गएका थिए मोलोटपको केही ड्यामेज डिल गर्नु पऱ्यो ब्यान्डेज लगाइयो अब माथि नै बस्नुभन्दा एउटा प्लेयरले तल कमिटमेन्ट देखाएर रिस्क लिन सकिन्छ माथिकाले चिकन डिनरको लागि तिमीहरू ट्राई हार्ड गर है भनेर भन्न सकिन्छ अब नोफियरको इन्ट्री शब्दको साथमा नोफियरलाई डाउन निकालिदिए एक एलिमिनेसन पोइन्ट भए पनि एक्स्ट्रा पाइएको छ अब तल माथिको कहानी हो यो हिल ब्याटल वाइजको कुराकानीमा पनि हिलिङ आइटम एउटा मात्र देख्दैछु माथिसँगकोले पनि खै हिल गरेर भ्याइन्छ र भन्ने पनि कुरा नि त हो नि त कोल्याप्स सर्कल हो यो के हुने हो थाहा छैन अब भगवान् भरोसा भनेर छोड्नु बाहेक केही पनि अप्सन छ जस्तो मैले देखिरहेको छैन अब हामी नेपालीले अब प्रार्थना गर्न सुरु गरिसक्यो होला यतिखेरसम्ममा त टक्क लाएर कि टिमले जिकेर निकाल्छ भनेर अब लक वाइजको कुरा पनि रहने भयो अनि फेरि सबैभन्दा इम्पोर्टेन्ट कुरा यही नै छ कि दुईटा टिम जो टपमै छन् दुईटाको जसको कम्पिटिसन चलिरहेको छ त्यही दुईटा टिम सर्भाइभ गरिरहेका छन् यो सिचुएसनमा म्यालोए फुल्ली बुस्टेड रहन खोज्दै त सन जोनको ड्यामेज डिल गरे थोरै केही गर्न मिल्ने अवस्था छैन हिलिङ आइटमको लागि प्रयास त गर्न खोजियो त्यहाँ यो चिकन डिनर हो र स्पोर्ट्स तर्फ आउँदैछ दिनको अर्को चिकन डिनर नेपाली टिम हो र स्पोर्ट्सको लागि जलवा गेम प्ले यहाँ टिमले निकालेर देखायो आज खेलिएको 4 म्याच मध्येमा 3टामा निकै नै शानदार गेम प्ले राम्रो पोइन्ट्स टिमको तर्फ चेक गर्ने प्रयास गरिरहेको छ एपी थाहा छ उनीहरूलाई लेफ्टमा वेयरहाउसमा टिम हो एकजना प्लेयरले मात्र त्यो साइडमा हेरेर एक्स्ट्रा मुभमेन्ट हुन दिएन अनि हामी बाँकी मिलेर अगाडि फोरवाई आएर निकाल्यौँ भने पुरै राइट साइड खाली हुन्छ पछि अगाडि रिज पनि रहेको छ यो सबै एरिया कभरेज गरेर म्याच जित्न सकिन्छ एपिजीको इनिसियल प्लान थट प्रोसेस हेर्दा त्यस्तै नै देखिन्छ प्रयास त्यही पनि चलिरहेको छ यहाँ फोरवाई आरजेको एगेन्स्टमा ओपनिङका लागि अथवा फोरवाई आरजेको एगेन्स्टमा पिक निकाल्नका लागि प्रयास चलिरहेको छ बट केपी उनीहरूले पनि प्रोएक्टिभ मुभमेन्ट देखाए त्यहाँ अगाडिको रिजसम्म उनीहरू पहिली पुगे अब एपिजी लेटर फेजमा जाने भनेको त्यही ड्रप अगाडिको ड्रप वरपरको रिजमा हो बट त्यहाँ जानको लागि पहिली राइटको एङ्गल क्लियर गर्नु पर्यो जहाँ फोर यङको रोयल जुट्टीको टिमलाई हामी देख्न सक्छौँ ओके अनि जिरोक्स दुईजना प्लेयर त्यहाँ बाँचिरहेका छन् हिजो पनि एउटा स्पोर्ट्सले जब डकलाई नक हानिदिएको थियो नोफियरले जब डकलाई नक हानिदिएको थियो त्यो बेलामा एपिजीले त्यो म्याच थ्रो हुन पुगेको थियो उनीहरूको अथवा रोकिन पुगेको थियो थ्रो त नभनौँ त्यो म्याच रोकिन पुगेको थियो उनीहरू यता टप ओकेले नक निकाल्दै भन्दै म हिजो पनि एउटा नेपाली टिमले समस्या दिएको भन्दै यहाँ फेरि नक हानियो अर्को एउटा नेपाली टिमको तर्फबाट 7 एलिमिनेसन निकालेको छ 8औँको लागि प्रयास गर्दैछ ओकेको हेलमेट छैन एक्स्ट्रा पिक गर्न मिल्दैन भने बुझेका छन् गाडीमा प्लेयर आएको देखेका थिए जिरोक्सले स्प्रे गएको थियो बट कनेक्सन आएन एक्स्ट्रा पिक गर्न चाहिरहेका छैन नोइङ द्याट अगाडिपट्टिको टिमले पनि फेरि एक्स्ट्रा सेकेन्ड मात्र पायो तपाईँलाई हेर्ने भने पनि त्यहाँ हालिदिन पोसिबल हुन्छ भनेर बट कोनिना पावर रियलाइज गर्यो सही अपर्च्युनिटी हो यो भनेर हेरौँ न चारैजना प्लेयर नेड बर्साउँदै उफ्रिँदैछन् त्यहाँ एपिजीको एगेन्स्टमा चिप ड्यामेज राम्रै दिइरहेको छ उता फुक्सम्यानले नक निकाल्न भ्याए पछाडिपट्टि रहेका रेफुसलाई इन्स्ट्यान्ट नक गरिन्छ उता अब्लीको मोलोटपले टपलाई डाउन गर्यो फुक्सम्यानले रेफुसको एलिमिनेसन सेक्योर गर्यो जोल छन् त्यहाँ उनको हातमा P90 पनि देखिरहेको छु उता ड्रक्सलाई नक हान्नको लागि पनि केपीले हेरिरहेको रहेछ एकजना प्लेयर त हेर्दै रहेछन् लेफ्टमा पनि डकलाई पनि नक निकालिन्छ अन्तिम प्लेयरमा एपिजी कन्भर्ट भयो जोल नै रहे जो अन्तिम प्लेयरमा कन्भर्ट भयो कोनिना पावर यो सेकेन्ड राम्रो भन्दैछ हुन त 4YRJ ले पनि प्रयास गर्छ होला जोलले चिकी एङ्गल खोज्दै थिए त्यहाँ पार्टनर उठाउनका लागि 4YRJ पनि तम तयार भएको रहेछ नक हान्नका लागि भ्याएका हुन्थ्यो मिठो एउटा एङ्गलबाट जोलले बट इन्स्ट्यान्ट रिभाइभल त्यहाँ पनि हुनेछ 4 जना नम्बर भएको फाइदा यही त हो पार्टनर उठाउँदै खेल्न मिल्छ तपाईँले अब ओपनमा जानुपर्छ जोलले कताबाट स्पट हुन्छु भन्ने खतरा हो लेफ्टबाट सट आइरहेको छ युगिनको भिजनबाट बच्न सक्दैनन् जोल टेक डाउन गरिन्छ निकालिन्छ अल्फा गेमिङलाई निकालियो उन्नति दिएन उनीहरूलाई कमब्याकको मिठो मौका रहेको थियो यो म्याचमा 2, 3, 4, 5 भएका टिमहरू निक्लिसकेका थिए बट कोनिना पावर आफ्नो लागि अर्को एउटा चिकन डिनर आज एउटा एङ्गल जितेको थियो गडका सर्कल उनीहरू प्रयास गर्नेछ अगाडिपट्टि 4YRJ अन्तिम प्लेयर ओकेमा कन्भर्ट भएको नक भएका प्लेयरलाई फिनिस गर्न खोज्दै थिए के गर्न खोज्दै थिए ओब्ली फिनिस हान्न खोज्दै थिए ओकेले अर्को प्लेयरलाई पनि डाउन गर्न खोजेका हुन् एचपी घटाएका हुन् बट रोकियो अनि कोनिना पावर दिनको दोस्रो चिकन डिनर त यो एउटा प्लेयर यताको डाउन एउटा प्लेयर उताको डाउन गरिदिएको छ ओबिल उनको एचपी एकदमै कम रहेको छ एक गोली मात्रै लगाए हुन्छ एक्सपोज पनि भइरहेको छन् भने डीजी डुओमा छ कोनिना पावर डुओमा त्योबाट बचेको प्लेयर एचपी छैन भन्दै थिए मैले एक पिक नक हुने हो त्यहाँ ओबिललाई डाउन गरिएको छ यो गिललाई पनि मजाले एक्सपोज गरेको एङ्गल रहेको थियो युजिनले त्यो कुरा
फ्युजे पोजिसन चेन्ज गरे जदिरालाई देखिएको छ जदिराको एचपी त फुल छ बट यता डेजर्टको छैन म्याग्नमले नेट लगाइरहेको छ यो साइडमा डेजर्ट एनी टाइम पड्किन सक्छन् किल डिनाइ गर्ने र उनले किल डिनाइ गरेर खासै केही हुने त हैन बट डिनाइ नै गरे 1v2 को ब्याटल रहनेछ 13 एलिमिनेसन टिमको लागि 24 पोइन्ट्स टिमको लागि बन्न सक्छ चिकन डिनरको साथमा अनि डीजीले त्यो गरेर पनि देखायो थोरै म्याच भिराएको पनि थियो थोरै बाटो भिराएको पनि थियो बट यो म्याच